आदरणीय दर्शकवृन्द नमस्कार। शेयरमन च्यानलमा तपाईँलाई स्वागत छ। आज पनि हामी विशेष भिडियो लिएर उपस्थित भइसकेका छौँ। नेपालको शेयर बजारको सत्य र तथ्य जानकारी दिनु, साथै तपाईँको वित्तीय साक्षरताको स्तर बढाउनु यो च्यानलको मुख्य उद्देश्य रहेको छ र आज पनि हामी विशेष खबर लिएर उपस्थित भइसकेका छौँ। एभरेज कलर लिमिटेडको सर्वसाधारणको निम्ति निष्कासन गर्न लागेको आइपिओसँग सम्बन्धित खबर लिएर उपस्थित भइसकेका छौँ। कृपया यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। एभरेज कलर लिमिटेडले आफ्नो जारी पुँजीको 6,55,700 किता सर्वसाधारणको निम्ति निष्कासन गर्न लागेको छ। यो कम्पनीले 6,55,700 किता निष्कासन गर्न लागेको छ भने यो कम्पनीको निष्कासन खुल्ला हुने मिति 2083 साल ज्येष्ठ महिनाको 22 गते खुल्ला भएर 2083 साल ज्येष्ठ महिनाको 27 गतेसम्म खुल्ने कम्पनीले जनाएको छ भने न्यूनतम 10 किता र अधिकतम 10,000 कितासम्म निवेदन दिन सकिने कम्पनीले जनाएको छ भने प्रति सेयर 100 रुपियाँ भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ। त्यस्तै गरी यो कम्पनीको आह्वान पत्र हेर्दा प्रति सेयर आम्दानी आर्थिक वर्ष 2081-82मा 9 रुपियाँ 60 पैसा देखिन्छ भने प्रति सेयर नेटवर्थ 113 रुपियाँ 97 पैसा देखिन्छ भने 2082 साल 83 सालको पौष मसान्तसम्ममा 8 रुपियाँ 37 पैसा र प्रति सेयर नेटवर्थ 118 रुपियाँ देखिन आएको छ। त्यस्तै गरी यो कम्पनीले यो आइपिओ जारी गरिसकेपछि सेयर संरचना कस्तो हुनेछ भन्ने कुरा तपाईँलाई जानकारी दिने गरिएको छु। 73.67% संस्थापक सेयर धनीको हुनेछ भने 26.33% यो वैदेशिक रोजगारमा रहेका नेपाली सामग्री लगानी कोष कर्मचारीहरू र सर्वसाधारण सेयर धनीहरू समेत गरेर यो सेयर संरचना हुने कम्पनीले जनाएको छ। त्यस्तै गरी यो कम्पनीबाट प्राप्त रकम, यो आइपिओबाट प्राप्त रकम चाहिँ विभिन्न शाखा कार्यालयको जग्गा भवनका लागि र यो क्षमता अभिवृद्धिको लागि, त्यस्तै गरी कारखानाको क्षमता वृद्धि गर्नको लागि अनि बजार सञ्जाल, उत्पादनको वितरण र कच्चा पदार्थको खरिदको लागि भनेर उपयोग गरिने कम्पनीले जनाएको छ। मैले तपाईँलाई आजको यस भिडियोमा एभरेज कलर लिमिटेडले आइपिओ निष्कासन गर्न लागेको खबर जानकारी दिए। 2083 साल ज्येष्ठ महिनाको 22 गते यो खुल्दैछ भने 2083 साल ज्येष्ठ महिनाको 27 गते बन्द हुने कम्पनीले जनाएको छ। कृपया तपाईँले पनि भर्न नबिर्सनुहोला भन्दै आजको यस भिडियोबाट बिदा हुन्छु। धन्यवाद।